नियम बिना समाज कता। आजकल एउटा प्रश्न धेरै सुनिन्छ। अनुशासन सिकाउन जरिवाना किन? सरकारले कडा नियम किन लागू गर्ने? तर एकछिन सोचौं। यदि कुनै नियम नै भएन भने समाज कस्तो होला? यदि ट्राफिक नियम नभए सडकमा दुर्घटना बढ्नेछन्। निर्दोष मानिसले ज्यान गुमाउनेछन्। एम्बुलेन्स समेत जाममा फस्नेछ। यदि फोहोर व्यवस्थापनको नियम नभए शहर दुर्गन्धित हुनेछ। रोग फैलिनेछन्। बच्चा र वृद्धहरूको स्वास्थ्य गम्भीर जोखिममा पर्नेछ। यदि पालो र अनुशासनको नियम नभए शक्तिशालीले मात्र अवसर पाउनेछन्। इमानदार र कमजोर नागरिक सधैँ पछाडि पर्नेछन्। यदि कानुन उल्लङ्घन गर्दा कुनै कारबाही नै भएन भने भ्रष्टाचार बढ्नेछ। अपराधीहरूको मनोबल अझै बढ्नेछ। इमानदार नागरिक निराश हुनेछन्। देशमा अराजकता फैलिनेछ। याद राखौं, नियम र जरिवाना कसैलाई दुःख दिनका लागि होइन। गल्ती दोहोरिन नदिन, सबैलाई समान व्यवहार सुनिश्चित गर्न र समाजलाई सुरक्षित, व्यवस्थित र सभ्य बनाउनका लागि हो। स्वतन्त्रता भनेको मनपरी गर्ने अधिकार होइन। स्वतन्त्रताको वास्तविक अर्थ अरूको अधिकारको सम्मान गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नु हो। नियम नभएको समाजमा शक्तिशालीको शासन चल्छ, कानुनको होइन। तर अनुशासन भएको समाजमा विकास हुन्छ, विश्वास बढ्छ, सुरक्षा कायम हुन्छ र भविष्य उज्यालो बन्छ। अन्त्यमा जरिवानाभन्दा ठूलो कुरा चेतना हो। तर जहाँ चेतनाले काम गर्दैन त्यहाँ कानुनले आफ्नो भूमिका निभाउनै पर्छ। त्यसैले नियमको सम्मान गरौँ, अनुशासित बनौँ र सभ्य समाज निर्माणमा हातेमालो गरौँ। धन्यवाद।